यी 7 वर्षीय रिहना श्रेष्ठ केही दिन अगाडि मात्रै अमेरिकाबाट आफ्नो बुबासँग नेपाल आएकी हुन्। नेवारी समुदायका बालबालिका आफैमा सुन्दर हुन्छन्, त्यसैमाथि अमेरिकामा नै जन्मिएकी यिनी सुन्दर नहुने त कुरै भएन। अमेरिकामा हुर्किएको भए पनि यिनलाई नेपाली संस्कार र संस्कृति निकै मन पर्दो रहेछ। नेपाली पोसाकमा गरगहना लगाएर बेहुली जस्तै सजिएर शिव मन्दिरमा भगवानको दर्शन गर्दैछन्। यहाँ यिनको विवाहका लागि तयारी गरिँदैछ। नेवारी समुदायमा रजस्वला हुनुभन्दा अगाडि नै 5 देखि 9 वर्षभित्र छोरीको बेलसँग विवाह गर्ने चलन रहेकाले त्यही कर्म गर्नका लागि यिनी आफ्नी आमालाई अमेरिकै छाडेर बुबासँग नेपाल आएकी हुन्। मण्डपमा पण्डितले नेवारी परम्परा अनुसारका कार्यहरू गर्दै हुनुहुन्छ। यहाँ यिनको र यिनी जस्तै अन्य धेरैको विवाहको तयारी छ। हामी पनि यिनीसँगै विवाहतर्फ लाग्छौँ। नेपाल विविध जात जाति धर्म संस्कृति वर्ग समुदायको साझा बगैँचा हो। यही बगैँचामा फुलेको एउटा सुन्दर संस्कृति बेल विवाह हो। बेल विवाहलाई नेपाल भाषामा यही पनि भनिन्छ। यसलाई असमेल यज्ञको रूपमा पनि चिनिन्छ। नेवार जातिमा जन्मेदेखि मृत्युसम्म अनेक संस्कार गर्ने चलन छ। सांस्कृतिक रूपमा धनी यस जातिको कन्याहरूमा विशेष रीतिरिवाज अन्तर्गत बेल विवाह गर्ने चलन सदियौँदेखि रहँदै आएको हो। यो जीवन पद्धतिको प्रारम्भिक सिकाइ हो। बेल बहुगुणी फल हो। यसको रुखपातलाई पवित्र मानिन्छ। प्राकृतिक प्रेमसँग पनि बेल विवाहको सामिप्यता छ। नेवा जातिका कन्याहरू बेल विवाहपछि बेललाई आफ्नो पहिलो पतिदेवका रूपमा मान्दछन्। त्यसैले भनिन्छ नेवार जातिका महिलाहरू कहिल्यै विधवा हुँदैनन्। बेल विवाहपछि नेवा कन्याहरूबाट बेल फुटाउनु हुँदैन भन्ने मान्यता छ। बेलसँग विवाह कर्म चलाउँदा धेरै व्यवहारिक ज्ञान पनि सिकाइन्छ। यो मानवतासँग जोडिएको संस्कृति पनि हो। बेल विवाहमा चेलीबेटीहरू पराई घर गइसकेपछि सानालाई माया र ठुलालाई आदर सत्कार गर्ने रीतिबोध गराइन्छ। यो परम्परा संस्कृति ढान्ने पूजा मात्र होइन, यसको धेरै ठुलो महत्त्व रहेको नेवार पुजारीहरू बताउनुहुन्छ। नेवार जातिमा यो कर्म नचलाई छोरीहरूको अन्य कर्म पनि चलाउन नसकिने मान्यता छ। यो विधि छुट्न गएमा जीवनको एउटा लेसन प्लान नै छुट्न गएको ठानिन्छ। यो नेवार जातिले अनिवार्य अवलम्बन गर्नुपर्ने सांस्कृतिक पक्ष हो। खास गरी नेवा पण्डितहरू जोशी र गुभाजुबाट यसको विधि कर्म गराइन्छ। आजकल ब्राह्मणहरूबाट पनि यो पूजा गर्ने गराउने चलन छ। मलाई टुक्का गाँस्न आउँछ। दोहोरी गाउन नजाने नि टुक्का गाँस्न आउँछ। मलाई टुक्का गाँस्न आउँछ। मारुनी र समलामा कम्मर भाँच्न आउँछ। मलाई कम्मर भाँच्न आउँछ। रीतिथिति संस्कृतिलाई मेरो नि सम्मान छ। आधुनिकमा छोरी तर मेरै आफ्नै शान छ। चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, पखेरीमा घाँस काट्न जाने छैन भन्दैमा, मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ। म त नेपालको माया गर्ने छोरी, मलाई म जस्तै माया
चाहिन्छ म त नेपालको माया गर्ने छोरी मलाई म जस्तै माया चाहिन्छ चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा पखेरीमा घाँस काट्न जाने छैन भन्दैमा चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा पखेरीमा घाँस काट्न जाने छैन भन्दैमा मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ म त नेपालको माया गर्ने छोरी मलाई म जस्तै माया चाहिन्छ म त नेपालको माया गर्ने छोरी मलाई म जस्तै माया चाहिन्छ समय अनुकूल नपर्दा बेलको रुखमुनि लगी सिन्दुर छर्किएर पनि आफ्ना कन्याको कर्म फुकाउने गरिन्छ। शुभ साइत र बिजुर वर्षमा कन्याहरूलाई बेल विवाह गर्ने गराउने चलन छ। पूजाको क्रममा दुलहीका रूपमा सजिएका कन्याहरूलाई एउटा एउटा बेल र अन्य वैवाहिक सामग्री प्रदान गरी विवाहको सम्पूर्ण विधि 2 वा 3 दिन लगाएर सम्पन्न गरिन्छ। सिन्दुर हाल्ने, कन्यादान गर्ने, भाइले बाटो छेक्नेदेखि सबै प्रकारका कार्यहरू यहाँ गरिन्छ। कन्याहरूले आफ्ना दुलहा बेललाई पछि आफ्नो कुलेन पूजामा चढाउनु पर्ने हुन्छ। त्यसभन्दा अघि यसलाई जतन साथ राख्नुपर्ने मान्यता छ। बेल विवाह गरेपछि पहिलो मेन्सुरेसन हुनुभन्दा अघि नै गुफा बारा राख्नुपर्ने हुन्छ। यो नेवार जातिको सूर्य दर्शन गराउने अर्को रमाइलो सांस्कृतिक परम्परा हो। यस बखत किशोरीहरूले धैर्य, अनुशासन, सहनशीलता र सद्भावको सामाजिक पाठ सिक्ने अवसर पाउँछन्। बेल विवाह एक्लै सम्पन्न गर्न निकै कठिन र खर्चिलो हुने भएकाले सामूहिक रूपमा बेल विवाह गर्ने गराउने प्रचलन बढ्दो छ। विभिन्न सङ्घ संस्थाहरूले समय समयमा यो विवाह आयोजना गर्ने गराउने हुँदा निकै सजिलो भएको नेवारी समुदायका अगुवाहरू बताउँछन्। यसलाई अनावश्यक तडक भडक र खर्चिलो बनाउनु भन्दा सबैले सहजतापूर्वक अपनाउन सक्ने सांस्कृतिक पर्वका रूपमा विकास गर्नुपर्ने उनीहरूको मान्यता छ। त्यस्तो गर्दा सर्वसाधारणले आफ्नो संस्कृतिप्रति बोझ होइन गौरवको अनुभूति गर्न सकुन्। दूध थप्नु पर्ला एउटा झिका न एउटा झिका
बेल विवाहलाई कमाउने धन्दाको रूपमा होइन, कर्म चलाउने सुखद सांस्कृतिक उत्सवमा बदल्न सक्नुपर्छ। हामी आफ्नो चालचलन वा संस्कृतिमा देखा परेका विकृति, विसङ्गति र विचलनलाई बेलैमा चिरेर यसमा सुधार ल्याई यसको संरक्षण र सम्वर्धनमा लाग्नु आजको आवश्यकता हो। आफ्नो जातिको बलियो पहिचान भनेको यसको सांस्कृतिक पक्ष हो। नेपाल र नेपालीको वास्तविक परिचय पनि यही साझा फुलबारीमा आफ्नो संस्कृतिमा मौलाउन पाउनु हो। यसैले आफ्नो संस्कार र संस्कृतिलाई सबैले जोगाइराख्नु आवश्यक छ। बाध्या छैन भन्दैमा, पखेरीमा घाँस काट्न जाने छैन भन्दैमा, चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा, पखेरीमा घाँस काट्न जाने छैन भन्दैमा, मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ, म त नेपालको माया गर्ने छोरी, मलाई म जस्तै माया चाहिन्छ, म त नेपालको माया गर्ने छोरी, मलाई म जस्तै माया चाहिन्छ। गाजलटीकी राम्रै लाग्छ, लाउने बानी छैन मेरो, लाउने बानी छैन, हो गाजलटीकी राम्रै लाग्छ, लाउने बानी छैन मेरो, लाउने बानी छैन, गोठाला र मेला पातमा धाउने बानी छैन मेरो, धाउने बानी छैन, नहिँडेको बाटो तर प्यारो लाग्छ मलाई मेरै देशको माटो, चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा, पखेरीमा घाँस काट्न जाने छैन भन्दैमा, मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ, म त नेपालको माया गर्ने छोरी, मलाई म जस्तै माया चाहिन्छ, म त नेपालको माया गर्ने छोरी, मलाई म जस्तै माया चाहिन्छ। आउँछ मलाई टुक्का गाँस्न आउँछ, दोहोरी गाउन नजाने नि टुक्का गाँस्न आउँछ, मलाई टुक्का गाँस्न आउँछ, मारुनी र समलामा कम्मर भाँच्न आउँछ, मलाई कम्मर भाँच्न आउँछ, रीतिथिति संस्कृतिलाई मेरो नि सम्मान छ, आधुनिकमा छोरी तर
बाधा छैन भन्दैमा पखेरीमा घाँस काट्न जाने छैन भन्दैमा मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ म त नेपालको माया गर्ने छोरी मलाई म जस्तै माया चाहिन्छ म त नेपालको माया गर्ने छोरी मलाई म जस्तै माया चाहिन्छ